साझा धारणा एउटा चाहिँ यसो गरियो भनेदेखि चाहिँ वैदेशिक रोजगारलाई सुरक्षित बनाउन सकिँदैन छ भन्ने खालको चाहिँ एउटा निष्कर्षमा चाहिँ हामी पुग्छौँ। यो कार्यक्रम सुरुवात चाहिँ 2067 सालदेखि चाहिँ यो सामी कार्यक्रमको चाहिँ सुरुवात भएको पाइन्छ हाम्रो नेपालमा। र सुरुवाती दिनमा चाहिँ सर्लाही र खोटाङ दुईवटा जिल्लाबाट मात्रै यो कार्यक्रम चाहिँ सञ्चालित थियो। स्विजरल्यान्ड सरकारले चाहिँ यो कार्यक्रमको लागि सहयोग गरेको छ। स्विजरल्यान्ड सरकार र नेपाल सरकारको द्विपक्षीय सहयोगमा चाहिँ सञ्चालित कार्यक्रम हो। र 67 सालमा यो कार्यक्रम सञ्चालन भइराख्दाखेरि चाहिँ स्विजरल्यान्ड सरकारको 70% र नेपाल सरकारको 30% रकमबाट चाहिँ यो कार्यक्रम सञ्चालित थियो। तर अहिले त्यो परिवर्तन भएर चाहिँ 2 जिल्लाबाट 77 जिल्लामा यो कार्यक्रम पुगेको छ। यही आर्थिक वर्षदेखि चाहिँ 77 जिल्लामा चाहिँ यो कार्यक्रम पुगिसकेको छ। र स्विजरल्यान्ड सरकारको सहयोग चाहिँ 30% मात्रै छ भने नेपाल सरकारले चाहिँ 70% लगानी गरेको अवस्था चाहिँ छ। र अहिले अब यो कार्यक्रम चाहिँ 2085 सालसम्म चाहिँ यो कार्यक्रम अगाडि बढ्ने र त्यो 2085 सम्म अगाडि बढ्ने भनेको चाहिँ स्विजरल्यान्ड सरकारको सहयोग सहितको कार्यक्रम चाहिँ 2085 सम्ममा चाहिँ अगाडि बढ्ने। त्योभन्दा पछाडि चाहिँ पूर्ण रूपमा नेपाल सरकारले लिएर चाहिँ यो कार्यक्रम सञ्चालन गर्ने भने अनुरूप चाहिँ कार्यक्रम सञ्चालन भइराखेको अवस्था छ। अब अहिले हामीले चाहिँ सङ्घ प्रदेश र स्थानीय तहको चाहिँ साझेदारीमा सञ्चालन भइराखेको कार्यक्रम बिस्तार बिस्तार स्थानीय तहलाई चाहिँ आफै गर्ने खालको मोडालिटी चाहिँ यसले अप्नाउने चाहिँ देखिन्छ। भनेको भोलिको दिनमा सङ्घ र प्रदेशको थोरै सहयोगमा चाहिँ स्थानीय तहले चाहिँ आफै धेरै व्यवस्थापनको चाहिँ जिम्मा लिएर चाहिँ यो कार्यक्रम सञ्चालन गर्नुपर्ने अवस्था चाहिँ देखिन्छ। अब यति भन्दै मैले पहिलो प्रस्तुतिकरणको रूपमा चाहिँ वैदेशिक रोजगारको वर्तमान अवस्था, अवसर र चुनौतीहरू चाहिँ के रहेका छन् भन्ने विषयमा चाहिँ म मेरो प्रस्तुतिकरण अगाडि बढाउन यो पछाडिबाट अलि देख्ने गाह्रो पर्छ। कामका लागि विदेश जानेको सङ्ख्यामा कीर्तिमान भन्ने एउटा यो चाहिँ मैले चाहिँ न्युजको चाहिँ हेडिङहरू राखेको छु। एकै महिनामा झन्डै 84,000ले चाहिँ देश छाडे भनेको अहिले हाम्रो सङ्ख्या चाहिँ एकदमै बढेको अवस्था छ। जुन कोभिडको समय थियो त्यो समयमा चाहिँ एकदमै तल्लो लेभलमा पुगेको भए तापनि कोभिडले सहजता पाउने साथै वैदेशिक रोजगारमा जानेको चाहिँ अवस्था चाहिँ यो एकदमै बढ्दै गइराखेको अवस्था छ। यो हेडिङ भनेको चाहिँ यो 81 पुस महिना पुस 10 गते प्रकाशित यो आर्थिक अभियान दैनिकमा चाहिँ प्रकाशित हेडिङ हो। यो भर्खर गत पुसको चाहिँ हो। एकै महिनामा चाहिँ 84,000ले चाहिँ देश छोडेको कुरा छ। अर्को भनेको चाहिँ नेपाली श्रमिक 173 देशमा छन्। विशेष गरी चाहिँ मलेसिया र खाडीमा छन्। तर अहिले मलेसिया र खाडीमा मात्रै सीमित नभएर नयाँ श्रम गन्तव्यको रूपमा चाहिँ युरोपका देशहरू पनि आइरहेका छन् र ती देशहरूमा पनि जाने सङ्ख्या चाहिँ बढेको छ। यसरी हेर्दाखेरि चाहिँ 173 देशमा चाहिँ नेपालीहरू चाहिँ गएको देखिन्छ। अर्को 4 महिनामा 477 फर्किए बन्द बाकसमा। अब यहाँ यो जानेको सङ्ख्या बढी नै राखेको छ, देशमा पनि थुप्रै छ र यो भित्रको चुनौती चाहिँ यो छ। बन्द बाकसमा फर्किनेहरूको सङ्ख्या पनि छ। यसलाई हामीले हेर्दाखेरि चाहिँ 4 देखि 5 वटा लास चाहिँ दैनिक औसतमा चाहिँ 4 देखि 5 वटा लास चाहिँ बन्द बाकसमा फर्किराखेको अवस्था छ। जो व्यक्ति चाहिँ आर्थिक अवस्था सुधार गर्छु भनेर ऋण लिएर वैदेशिक रोजगारमा गएको व्यक्ति, त्यो पनि स्वास्थ्य परीक्षण गरेर सबै हिसाबले चाहिँ फिट छु भनेर चाहिँ स्वास्थ्य परीक्षण गरेर गएको व्यक्ति चाहिँ बन्द बाकसमा चाहिँ फर्किनु पर्ने एउटा दुःखद अवस्था चाहिँ छ। अब वैदेशिक रोजगारको समग्र वर्तमान अवस्थाकै थप कुरामा चाहिँ प्रति वर्ष 5 लाख भन्दा बढी श्रमिक चाहिँ श्रम बजारमा चाहिँ आइराखेका छन् र अभाव लगायतका कारणले युवाहरू वैदेशिक रोजगारप्रति आकर्षित हुँदै गएका छन्। यसमा चाहिँ हाम्रो नेपालमा एउटा रोजगारीको अवसरहरू पनि कम भए र भएका रोजगारीहरू पनि ती व्यक्तिहरूले चाहिँ जुन स्वतन्त्रपूर्वक रोजगारी छनौट गर्न पाउने भनेको छ त्यो अन्तर्गत उनीहरूको रुचिमा परेन, अथवा त्यसबाट चाहिँ त्यो काम उनीहरूलाई मन परेन
अथवा चाहिँ त्यो कामबाट प्राप्त हुने पारिश्रमिक उनीहरूलाई चित्त बुझेन। र त्यो कारणले गर्दाखेरि चाहिँ वैदेशिक विदेशमा चाहिँ सबै खाले कामका धेरै प्रकारका कामका विकल्पहरू भए र आर्थिक हिसाबले पनि नेपालमा कमाउने भन्दा अलिकति बढी भयो र त्यो कारणले गर्दाखेरि चाहिँ उनीहरूलाई उताको कामले चाहिँ आकर्षित गरेको र व्यक्तिहरू चाहिँ स्वदेशको रोजगारी स्वदेशमा स्वरोजगारीका कुराहरू भन्दा पनि वैदेशिक रोजगारपट्टि चाहिँ बढी आकर्षित भएको चाहिँ देखिन्छ। अर्को सङ्ख्या छ 3 करोड जनसङ्ख्यामा अब यो श्रम स्वीकृति जाने एउटा जुन विद्यार्थी भिसामा जाने त्यस पछाडि इन्डियामा काम गर्न जानेको सङ्ख्या चाहिँ यसमा जोडिएको छैन, किनभने इन्डिया जानेहरू श्रम स्वीकृति लिएर जानुहुन्न। अनि यसरी हेर्दाखेरि त हाम्रो 3 करोड जनसङ्ख्यामा त 1 करोड त बाहिरै पो हुनुहुन्छ कि भन्ने खालको अवस्था चाहिँ देखिन्छ। यो एकदमै डरलाग्दो अवस्था हो र अहिले हामीले गाउँमा जाँदाखेरि पनि सक्षम युवा उमेर लागि दैनिक श्रम स्वीकृति लिइराखेको छ। वैदेशिक रोजगार विभागबाट दैनिक 2000 को हाराहारीमा व्यक्तिले चाहिँ वैदेशिक रोजगारमा जानको लागि श्रम स्वीकृति चाहिँ लिइराखेको अवस्था छ। अब गत आर्थिक वर्ष 80,4297 व्यक्ति चाहिँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा चाहिँ देखिन्छ। तथ्याङ्क चाहिँ अहिलेसम्म त्यसरी आधिकारिक रूपमा रेकर्ड राखिएको छैन फिर्ता भएको। तर के चाहिँ छ भन्दाखेरि हामीले चाहिँ अहिले अब यो यस सन्दर्भमा चाहिँ सिन्धुलीको सन्दर्भमा हामीले 4वटा स्थानीय तहको चाहिँ यही सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तर्गतबाट चाहिँ वैदेशिक रोजगार सम्बन्धीको पार्श्वचित्र प्रोफाइल तयार गरेका छौँ र त्यो प्रोफाइलले दिए अनुसार चाहिँ अवस्था कस्तो छ त भन्दाखेरि हामीले 78 सालमा दुधौली नगरपालिकाको चाहिँ यो तथ्याङ्क सङ्कलन गर्दाखेरि 5300 व्यक्ति चाहिँ वैदेशिक रोजगारमा संलग्न भएको, त्यो 5300 व्यक्ति मध्ये लगभग आधी सरो व्यक्ति चाहिँ वैदेशिक रोजगारमै रहेको र आधी व्यक्तिहरू चाहिँ एकचोटि पुगेर फर्किसकेको तथ्याङ्कले चाहिँ देखाएको थियो। र यसरी हेर्दाखेरि चाहिँ फर्किनेको दर पनि उत्तिकै छ, तर फर्किनेको दरमा नेपालमा टिकाउ चाहिँ छैन, फेरि जान्छ। एउटा छैन पिआरको सिटिजनको व्यवस्था नगरे होला ती व्यक्ति त लिपिड हुँदा मानिलिउँ 75 लाखमा के अरे 80 लाखमा चाहिँ 50 लाख मान्छे त यता लिपिड भएको देखिन्छ नि। त्यसो हुँदा 5-10 लाख मात्र मान्छे चाहिँ बाहिर बसेको भने पर्मानेन्टली चाहिँ त्यस्तो देखिन्छ होइन। त्योभन्दा ठुलै सङ्ख्या चाहिँ अब यो चाहिँ अनुमानकै कुरा भए होइन। तर कस्तो छ भन्दाखेरि चाहिँ वैदेशिक रोजगारबाट फर्किएको व्यक्ति प्रोफाइलले तयार गर्ने सन्दर्भमा चाहिँ कस्ता प्रश्नावली राखेका थियौँ त भन्दाखेरि फेरि वैदेशिक रोजगारमा जाने सोचमा हुनुहुन्छ कि हुनुहुन्न भनेर भन्दाखेरि 80% व्यक्तिले चाहिँ म वैदेशिक रोजगारमै जाने सोचमा छु भन्ने आन्सरहरू चाहिँ गर्नुभएको छ होइन। र अनि अर्को चाहिँ के पनि देखिन्छ भन्दाखेरि तपाईँ पहिलोचोटि हो अथवा कतिचोटि वैदेशिक रोजगारमा जानुभयो भन्दाखेरि मेरो परिवारको सदस्य चाहिँ 5औं चोटि वैदेशिक रोजगार गएको हो भनेर भन्ने पनि उत्तरदाता चाहिँ भएको कारणले गर्दाखेरि यो सङ्ख्या चाहिँ जुन फर्किनेको व्यवस्था पनि नभएको हुनाले 78 लाख नै चाहिँ नहोला, तर घट्यो भने पनि 50 लाखभन्दा तल चाहिँ आउँछ जस्तो लाग्दैन। त्यो चाहिँ खाडी र मलेसिया नै हुन्, खाडी र मलेसिया नै हुन् र पछिल्लो समयमा चाहिँ यो क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया लगायतका देशहरू चाहिँ गन्तव्य मुलुकको रूपमा चाहिँ रहेका छन्। त्यसै गरी 111वटा देशमा चाहिँ रोजगारीको लागि चाहिँ नेपाल सरकारले खुल्ला गर्छ। पछिल्लो समयमा अफगानिस्तान, लिबिया र इराकमा चाहिँ जानको लागि चाहिँ प्रतिबन्ध लगाएको अवस्था छ। अब द्विपक्षीय श्रम सम्झौता कतार र जोर्डनसँग भएको छ। एमओयू भएको देश भनेको युए, रिपब्लिक अफ कोरिया हो। कोरिया लगायत चाहिँ 8वटा देश रहेका छन्। त्यसै गरी मुख भएका राष्ट्रहरूको सङ्ख्या 1 जापान छ र संयुक्त घोषणा जोइन्ट डिक्लेरेसन भएको देश भनेको चाहिँ जर्मन हो। यो चाहिँ मा चाहिँ श्रम दिन चाहिँ मन्जुर छौँ भनेका देशहरूको चाहिँ यो सूची भयो। अब यसमा चाहिँ कस्तो छ भन्दाखेरि यसमा चाहिँ वैदेशिक रोजगारबाट उत्पन्न जटिलताको विषय
यो आर्थिक वर्षको हिसाबले यहाँ हेर्दाखेरि चाहिँ विदेशमा जानेको सङ्ख्या यहाँ राखिएको छ र विदेशमा मृत्यु भएको सङ्ख्या चाहिँ 80-81 मा चाहिँ 1346 जना चाहिँ मृत्यु भए, 690 जना चाहिँ अङ्गभङ्ग भएर चाहिँ फर्किनु परेको चाहिँ तथ्याङ्कले देखाउँछ। त्यस्तै त्योभन्दा अघिल्लो आर्थिक वर्षमा हेर्ने हो भनेदेखि चाहिँ 1062 मृत्यु भएको र 335 जना चाहिँ अङ्गभङ्ग भएर फर्किएको। अब यो अझ त्योभन्दा अघिल्लोमा हेर्दाखेरि 1509 भनेको सबैमा हेर्दाखेरि चाहिँ मृत्यु भएर बाकसमा फर्किनेको सङ्ख्या चाहिँ उल्लेख्य देखिन्छ र यो चाहिँ एकदम वैदेशिक रोजगार चाहिँ चुनौतीपूर्ण छ। अब यसरी अङ्गभङ्ग र मृत्यु भएर फर्किनुको पछाडि एउटा कारण चाहिँ ट्राफिक दुर्घटना। वैदेशिक रोजगारमा गएका व्यक्तिले त्यहाँका ट्राफिक नियमका सन्दर्भमा चाहिँ विशेष जानकारी नभइकन जाँदाखेरि चाहिँ भएर खुट्टा भाँचिएको, 3टै केस सडक दुर्घटना भएको, खुट्टा भाँचिएको, फिक्कल, 3 पाटन र दुधौलीको के अरे कमलामाईको चाहिँ 3वटा केस हामीले यसै वर्ष मात्रै उद्धार गरेका छौँ। अब उहाँहरू चाहिँ सडक दुर्घटनामा पर्नुभयो, त्यहाँ चाहिँ रोडमा हिँड्दाखेरि कसरी हिँड्नुपर्छ, एकजनाको त रोड साइडकै काम रहेछ, रोडको गार्डनमा चाहिँ पानी हाल्ने लगायतको काम उहाँले चाहिँ गर्नु पर्दो रहेछ। त्यही क्रममा चाहिँ रोडमा चाहिँ उहाँलाई गाडीले हालेर चाहिँ घाइते भयो। विप्रेषणको कुरा गर्दाखेरि चाहिँ 80-81 मा चाहिँ 14 खर्ब 45 अर्ब 32 करोड रहेको छ। अब यो जिडिपी यो विप्रेषणको कुरा हामीले धेरै गर्नु पर्दैन, यो एकदमै मृत्यु भएका कामदारका हकवालाहरूलाई आर्थिक सहायता जुन अघिको जुन मृत्यु र अङ्गभङ्गको हामीले डाटा देखायौँ, त्यो डाटामा रहेर चाहिँ 46 जनाले चाहिँ गत आर्थिक वर्षमा चाहिँ वैदेशिक रोजगार बोर्डबाट चाहिँ आर्थिक सहायता चाहिँ पाएको अवस्था छ। अब यो विषय चाहिँ कहाँ गएर जोडिन्छ त भन्दाखेरि वैदेशिक रोजगारको सन्दर्भमा समुदायमा हामी जाँदाखेरि चाहिँ हामीले चाहिँ के भन्छौँ भन्दाखेरि बरु तपाईँ विदेशै नजानुहोस् अथवा ढिला जानुहोस्, तर तयारी चाहिँ पुरा गरेर जानुहोस् है। कम्तीमा विदेश जाँदाखेरि चाहिँ बुझ्नुपर्ने कुरा सूचनाहरू लिएर जानुहोस् र सिप चाहिँ अनिवार्य रूपमा सिकेर मात्रै जानुहोस्। यदि त्यति गर्न सक्नु हुँदैन भनेदेखि चाहिँ बरु विदेश नजाँदा नै राम्रो होला। र त्यो दुईटा काम चाहिँ तपाईँ एकदम पर्फेक्ट भएर जानुहुन्छ भने चाहिँ तपाईँलाई राम्रो हुनसक्छ भनेर हामीले चाहिँ त्यो भन्छौँ। तर हामीभन्दा बढी सङ्ख्यामा चाहिँ त्यो मेन पावर कम्पनीका एजेन्टहरू पालिकाको तर्फबाट त्यो भूमिकामा के गर्ने त हाम्रो जनमतबाट हामीले नागरिकको विषयको विज्ञान के काम गर्ने त्यतातिर समाजिक छैन। हामीले पासपोर्ट त बनाउनु क्लास नलिकन चाहिँ बनाउन आप्रवासी स्रोत केन्द्रबाट हामीले सूचना प्रवाह चाहिँ गरिराखेका छौँ। त्यसमा चाहिँ अहिले हाम्रो शरदजीको प्रेजेन्टेसनबाट आउँछ 269 जना व्यक्तिले चाहिँ यो आर्थिक वर्षमा चाहिँ 269 जनाले चाहिँ सुरक्षित वैदेशिक रोजगार सम्बन्धीको चाहिँ परामर्श गोलन्दोर गाउँपालिकाको मात्रै 269 जनाले चाहिँ त्यो सूचना तथा परामर्श लिनुभएको छ। हामीले त्यहाँ कस्तो व्यवस्था मिलाएका छौँ त भन्दाखेरि राहदानी बनाउनको लागि चाहिँ अनलाइन फारम व्यक्ति आफैले आफ्नै कम्प्युटरबाट पनि भर्न सक्नुहुन्छ अथवा त्यो सक्नुहुन्न भने डेस्कटपबाट भर्नुहुन्छ। त्यो भरिसकेपछि कोठा नम्बर 101 वाणिज्य ब्याङ्कको काउन्टर हो जिल्ला प्रशासन कार्यालयमा, त्यहाँ गएर चाहिँ उहाँले राजस्व तिर्नुहुन्छ। यदि पुरानो हराएर बनाएको हो भने 10,000 राजस्व तिर्नुहुन्छ र नयाँ हो भने 5,000 राजस्व उहाँहरूले तिर्नुहुन्छ। त्यो राजस्व तिरिसकेपछि चाहिँ त्यो भरेको फारम र अनि त्यो भाउचर लिएर चाहिँ कोठा नम्बर 108 मा जानुहुन्छ। कोठा नम्बर 108 भनेको चाहिँ कार्यक्रम सामी हाम्रो अफिस हो, हामी बस्ने अफिस हो र त्यहाँ गएर चाहिँ उहाँहरूले चाहिँ सूचना तथा परामर्श लिइसकेपछि हामीले परामर्श लिएको हो भन्ने हाम्रो स्रोत केन्द्रको चाहिँ छाप उहाँहरूको त्यो फारमको पछाडिपट्टि अथवा भाउचरको पछाडिपट्टि चाहिँ हामीले छाप लगाइदिन्छौँ र त्यो छाप लगाएको कागजात लिएर जिल्ला प्रशासन कार्यालय कोठा नम्बर 107 मा गएपछि चाहिँ
उहाँहरूले फोटो खिच्नुहुन्छ र उहाँहरूको राजधानी बनाउने प्रोसेस चाहिँ त्यहाँ सम्पन्न हुन्छ। र यदि हाम्रो स्रोत केन्द्रको छाप नलागिकन उहाँहरू 107 मा पुग्नुभयो भनेदेखि चाहिँ तपाईँ 108 जानुभएको हुन्छ, 108 गएर आउनुहोस् भनेर त्यहाँ पुगेको व्यक्तिलाई सूचना नछुट्ने व्यवस्था चाहिँ हामीले त्यहाँबाट चाहिँ मिलाएका छौँ। र अब अर्को कुरा चाहिँ कस्तो त भन्दाखेरि त्यो भनेको चाहिँ राजधानी बनाउन जाने व्यक्तिलाई कसरी सूचनामा चाहिँ पहुँच पुर्याउने भन्ने एउटा विषय छ। तर अब यो विषयलाई अझ व्यवस्थित र प्रभावकारी बनाउनलाई चाहिँ हामीले गोलन्जोर गाउँपालिकामै सूचना प्रवाहको चाहिँ व्यवस्थापन गर्न सकियो भनेदेखि चाहिँ यसलाई थप व्यवस्थित बनाउन चाहिँ सकिन्छ भन्ने हामीलाई लागेको छ। जस्तो अहिले 2 जना कर्मचारी पनि यो सामी कार्यक्रम अन्तर्गत भर्ना भएर काम गर्न थालिसक्नु भएको छ। अब त्यसमध्ये एकजनाले मनोसामाजिक परामर्शको पाटो हेर्नुहुन्छ, त्यो मनोसामाजिक परामर्शको पाटो सँगसँगै उहाँको काम पनि सूचना प्रवाह गर्ने पनि हो। तर दोस्रो हाम्रो रिटर्नी स्वयंसेवक भनेर भर्ना हुनुभएको छ, उहाँको काम भनेको चाहिँ सूचना प्रवाह गर्ने नै मुख्य काम हो। सूचना प्रवाह गर्ने नै मुख्य काम हो। त्यो पनि उहाँले घरमै पुगेर सूचना दिने हो, मान्छे बोलाएर होइन, घर घरै पुगेर चाहिँ सूचना दिने हो। र हामीले उहाँलाई चाहिँ प्रत्येक महिना 75 घर परिवारमा चाहिँ तपाईँ पुगेर सूचना प्रवाह गर्नुपर्छ भनेर चाहिँ 75 घरको चाहिँ हामीले टार्गेट दिएका छौँ। महिनाको 75 घरको चाहिँ उहाँलाई हामीले टार्गेट दिएका छौँ। उहाँले चाहिँ रिपोर्टिङ अनलाइन मोबाइलबाटै गर्नुपर्छ। एन्ड्रोइड मोबाइल सेटबाट चाहिँ एउटा हामीले बनाएका छौँ। के विषयको सूचना प्रवाह गर्ने भन्ने विषयमा मैले हिजो उहाँलाई प्रष्ट पार्ने काम गरेका छु। 1-1.5 घण्टा जतिको समय लिएर चाहिँ उहाँले गर्नुपर्ने मुख्य विषयवस्तुहरू के हुन् भन्ने कुरामा चाहिएको छ। र मोबाइलमै ती प्रश्नावलीहरू सोध्नुहुन्छ, त्यो घरमा पुगेर सोध्नुहुन्छ र सोधिसकेपछि उहाँहरूको जवाफ त्यहाँ रेकर्ड गर्ने सँगसँगै अब त्यो व्यक्तिलाई कस्तो सूचना आवश्यक छ, त्यो व्यक्ति कस्तो खालको व्यक्ति हो, त्यो व्यक्ति चाहिँ पढ्नको लागि विदेश जान लागिराखेको छ कि अथवा चाहिँ रोजगारी गर्ने उद्देश्यले चाहिँ विदेश जान लागिराखेको छ। अब रोजगारी गर्न जान लागेको व्यक्ति पनि भनेको चाहिँ एउटा इजाजत प्राप्त भएको मेन पावर कम्पनी थ्रुबाट म गइराखेको छु कि छैन भन्ने कुरो चाहिँ उहाँहरूले बुझ्नु पर्यो। अहिले वैदेशिक रोजगारमा जाने मुख्य 3वटा प्रोसेसबाट चाहिँ मान्छे विदेश जान्छन्। विदेश जाने वैदेशिक रोजगार भन्दा नि विदेश जाने, त्यसमा चाहिँ G2G मार्फतबाट, जस्तो जापान र कोरिया गयो भनेदेखि G2G मार्फतबाट चाहिँ जानु पर्यो। यदि त्यो प्रोसेसबाट गयो भनेदेखि त्यो सरकारले गरेको एग्रिमेन्ट अनुसार जाने हो र त्यसमा उसलाई कुनै उहाँ पुग्दाखेरि चाहिँ भने जस्तो काम, तलब, पारिश्रमिक नहुने अवस्था भयो भने त्यो नेपाल सरकारले जिम्मा लिनुपर्ने भनेको छ। अर्को भनेको संस्थागत प्रोसेसबाट जानु पर्यो, मेन पावर कम्पनीको थ्रुबाट जानु पर्यो। मेन पावर कम्पनी थ्रुबाट जाँदाखेरि पनि त्यो खालका समस्या त्यहाँ निस्क्यो भनेदेखि वैदेशिक रोजगार विभागले चाहिँ मेन पावर कम्पनीलाई बोलाएर के हो तिमीले पठाएको मान्छेले उहाँ गएर दुःख पायो, फरक काममा पर्यो, फरक तलबमा पर्यो भनेर चाहिँ उसले त्यो मेन पावर कम्पनीले चाहिँ जिम्मा लिएर उसको त्यो व्यवस्थापन गर्नुपर्ने हुन्छ। र तेस्रो विकल्प भनेको चाहिँ व्यक्ति आफै व्यक्तिगत प्रोसेसबाट जाने। व्यक्तिगत प्रोसेसबाट गएको छ भनेदेखि चाहिँ त्यसको जिम्मा आफै स्वयंले लिनुपर्छ। भनेपछि अब यो 3वटा प्रोसेस मध्ये वैदेशिक रोजगारीमा जाने व्यक्तिले चाहिँ कि पहिलो नम्बरको विकल्प छान्नु पर्यो कि दोस्रो नम्बरको छान्नु पर्यो। आफै नै म चाहिँ आफै जान्छु भनेर गयो र उहाँ कुनै अप्ठ्यारो समस्या पर्यो भनेदेखि चाहिँ फर्किनको लागि पनि नेपाल सरकारले उद्धारका लागि पहल त गर्दिएला, तर काट्ने टिकट चाहिँ आफैले काट्नुपर्छ। तर यदि G2G र संस्थागत प्रोसेसबाट गएको व्यक्ति वा समस्यामा पर्यो भनेदेखि चाहिँ कि त्यसको भार नेपाल सरकारले वहन गर्छ कि चाहिँ मेन पावर कम्पनीले चाहिँ वहन गरेर चाहिँ निकाल्नुपर्छ। भनेपछि यो कुराहरू चाहिँ हामीले त्यो गहन उपमुखीकरणमा समुदायमा पुगेर चाहिँ गर्छौँ, चलाउँछौँ होइन। अब त्यो चाहिँ 9वटा मात्रै इभेन्ट यो वर्षको लागि छ। आगामी आर्थिक वर्षमा चाहिँ यो खालको इभेन्ट सबैभन्दा बढी नेपालमा प्रदेशगत हेर्दाखेरि मधेस प्रदेश चाहिँ देखिन्छ। अब यो महिलागत हेरियो, अहिले अब हाम्रो सिन्धुलीको अवस्था हेर्दाखेरि चाहिँ बागमती प्रदेशमा सबभन्दा बढी चितवनबाट चाहिँ वैदेशिक रोजगारमा गएको देखिन्छ र हाम्रो सिन्धुलीबाट 10,000 को हाराहारीमा चाहिँ गत आर्थिक वर्षमा चाहिँ श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएको देखिन्छ। यो विगत 4-5 वर्षको अवस्था हेर्दाखेरि चाहिँ एकदमै बढ्दो ट्रेन्डमा चाहिँ छ। यसलाई हामीले यो 77
कोभिडको समयमा चाहिँ एकदमै न्यून थियो। त्यहाँभन्दा पछाडि बढ्दै बढ्दै गएको सङ्ख्या 79, 80बाट 80, 81मा पुग्दा चाहिँ अलिकति थोरै घटेको हो कि देखिने तथ्याङ्क चाहिँ छ। यसलाई मैले अर्को एउटा यहाँ ग्राफ बनाएको छु। यो कोभिडको अवस्था हो र त्यहाँ पुरुषको चाहिँ अलिकति घटेको जस्तो देखिन्छ, तर महिलाको कर चाहिँ बढ्दै 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 नै गइरहेको देखिन्छ। र मृत्यु भएकाले क्षतिपूर्ति पाएको भन्ने कुरा चाहिँ अब यो कस्तो कस्तो अवस्थामा क्षतिपूर्ति पाउँछन् भन्ने अहिले हाम्रो शरदजीकोबाट चाहिँ आउने भावनाले मैले यसमा त्यति धेरै भनेन। रोजगारीलाई फोकस गरेर कुरा गरिराखेका थियौँ। अब अध्ययनको लागि जानेको कुरा पनि यो चाहिँ सङ्ख्या उल्लेख्य नै छ। र अर्को कुरा हामीले विदेशबाट प्राप्त रेमिट्यान्सको कुरा गरिराखेका थियौँ। वैदेशिक रोजगारमा अध्ययन गर्न जाने भनेर पनि थुप्रै पैसा बाहिर गइराखेको अवस्था चाहिँ छ। यहाँ चाहिँ विदेश अध्ययनमा 1 महिनामै बाहिरियो पाउने 11 अर्ब। 1 महिनामा पाउने 11 अर्ब जान्छ भने अब 12 महिनामा कति जान्छ यो पनि उल्लेख्य पैसा चाहिँ अध्ययनको लागि चाहिँ बाहिर गइराखेको अवस्था छ। वैदेशिक रोजगारले पारेका सकारात्मक पक्षहरू पुगेर बताइदिने कुरा ल यहाँको सकारात्मक कुरा यो छ, चुनौतीका विषय चाहिँ यो छ भनेर चाहिँ हामी यी कुराहरू चाहिँ बताउँछौँ। देशभित्र पर्याप्त रोजगारीका उपलब्ध नभएर चाहिँ युवाहरू गएको भन्ने यो विकल्पको रूपमा गएको यो कुराहरू आइसकेको छ। यो जिडिपीको कुरा पनि आइसकेको छ। विदेशी मुद्रा आर्जन अहिले वैदेशिक रोजगार के अरे विदेशी मुद्रा सञ्चित चाहिँ अथाह भयो भनेर न्युज आइरहेको छ। बढी त्यस पछाडि 76.8 घर यो चाहिँ राष्ट्र ब्याङ्कले निकालेको जुन यो जीवनस्तर सर्वेक्षण छ यसले दिए अनुसार घरधुरीका व्यक्ति चाहिँ वैदेशिक रोजगारीमा विदेशमा योगदान पुर्याएको छ। शिक्षा स्वास्थ्यमा पनि सहयोग पुर्याएको छ। अब वैदेशिक रोजगारमा गएका व्यक्तिले चाहिँ म मेरा बालबच्चालाई राम्रो पढाउँछु होइन, राम्रो स्कुलमा सेड्युल राखेर ती कामहरू चाहिँ गरिराखेको यो चाहिँ एउटा सकारात्मक कुरा चाहिँ छ। अर्को महिला तथा पुरुषको भूमिकामा चाहिँ परिवर्तन आएको छ। हजुर अर्ब होइन खर्ब। अब चुनौतीहरू वैदेशिक रोजगारका चुनौतीहरू चाहिँ सिप नसिकिकन जानु। वैदेशिक रोजगारमा सिप नसिकिकन जाँदाखेरि चाहिँ उनीहरूले विभिन्न समस्याहरू चाहिँ भोग्नुपर्ने यो चाहिँ एउटा चुनौतीको रूपमा रहेको छ। अर्को चाहिँ अधिकांश व्यक्ति अर्धदक्ष। अब यो फेरि पनि मैले त्यही प्रोफाइलको कुरा 70% व्यक्तिहरू चाहिँ जुन पालिकाहरूमा हामीले चाहिँ प्रोफाइल काम नपाएर हो कि बहादुर भएर हो। अब यस्तो छ हजुर, अब कस्तो भन्दाखेरि काम नपाएर पनि हो, तर काम त अलिकति हामीले सचेत भएर गयौँ भनेदेखि राम्रा कामको अवसर छ। त्यहाँ राम्रै कामको अवसर छ। त्यो चाहिँ अरू देशबाट जाने होइन, हामी चाहिँ तयारी नै नगरिकन बहादुर बनेर गरिहाल्छु नि भनेर जाँदाखेरि चाहिँ हामी त्यो ठाउँमा पुग्यौँ। अनि त्यो विदेशीले हामीलाई सोच्ने पनि अर्को गलत भयो। नेपाली त जे पनि गर्छ सोच्ने त्यो कन्सेप्टै गलत बसिसक्यो। नेपाली भनेपछि उसलाई जे लाए पनि गर्छ भन्ने खालको कन्सेप्ट बनिसक्यो। किन भन्दाखेरि हिजो हामी बिना तयारी गयौँ, बिना तयारी गएर हल्का भएर त्यहाँ प्रस्तुत भइसक्यौँ। उनीहरूले हामीलाई हाम्रो त्यही हल्का रूप देखे होइन। अनि अब नेपाली भनेको यस्तै हो भन्ने जस्तो चाहिँ भइसक्यो। त्यो भएको कारणले गर्दाखेरि चाहिँ अहिले अब हामी चाहिँ यो डिफिकल्ट, डेन्जर र डर्टी कामहरू चाहिँ 3D कामहरू चाहिँ त्यहाँ गएर चाहिँ गर्नुपर्ने अवस्था चाहिँ छ। काम गर्ने वातावरण, धर्म, संस्कृति लगायतको बारेमा चाहिँ ज्ञान नहुने। यसमा चाहिँ कस्तो छ भने एजेन्टहरूले यसरी फकाइ फुलाइ गर्छ कि त्यहाँ गएपछि त पैसा त थप थप बटुल्ने हो, फुत्त पठाइहाल्ने हो। दुःख कष्ट के पनि उनीहरूले सबै लुकाउँछन्। अनि हामी गएर चाहिँ ल है यस्तो छ है, चुनौती छ है भनेर भन्नाले यिनीहरू गफलाउँछ। हामीलाई फलानाले यसो भनेको छ भनेर चाहिँ उनीहरू उसको कुरा चाहिँ गर्छन्। किनभने उसले मिठो तरिकाले भनेको छ। अब सत्य त कहिले काहीँ तितो हुनसक्छ नि त। त्यस्तै अब यो अघि अलिकति कुरा पनि गऱ्यो हामीले, नयाँ गन्तव्य देशको रूपमा चाहिँ युरोपका देशहरू पनि आएका छन्। त्यसै गरी ठगी तथा अलपत्र पर्नुका साथै कानुनी सहायताको लागि आवश्यक प्रमाण नहुनु। अब वैदेशिक रोजगारमा गएको व्यक्तिहरूको चाहिँ हामीले वार्षिक रूपमा 50-60 वटा चाहिँ उजुरीहरू हामी समक्ष चाहिँ परेका छन् वार्षिक रूपमा। गत आर्थिक वर्षको हेर्ने हो भनेदेखि चाहिँ हामीले 56 वटा केसहरू मध्येमा 46 वटा केसहरू चाहिँ समाधान पनि गरेका छौँ। अब यसमा मुख्य समस्या चाहिँ के हुन्छ भन्दाखेरि
ठगीको विषयमा चाहिँ उनीहरूले नगद पैसा लगेर थपक्क हातमा राखिदिएको हुन्छ, पैसा दिएको हो भने प्रमाण के पनि हुँदैन। अनि प्रमाणै नभएपछि त उसले दियो कि दिएन, उसलाई बाध्य बनाएर चाहिँ पैसा तिराउन चाहिँ गाह्रो हुन्छ। यदि वैदेशिक रोजगार जाने सन्दर्भमा कुनै व्यक्तिले कसैलाई पैसा तिर्नु भएको छ र उहाँलाई चाहिँ विदेश जाने सन्दर्भमा पैसा तिरेको हो भन्ने उहाँसँग प्रमाण छ भनेदेखि चाहिँ त्यो प्रमाण लिएर हामी समक्ष आउनुभयो भने चाहिँ हामीले न्यायमा पहुँचको लागि चाहिँ उहाँहरूलाई हामीले सहयोग गर्न सक्छौँ। रकम असुलीको लागि एकजना ध्रुव बहादुर रम्तेल भन्ने 6 नम्बर वडाको व्यक्ति हुनुहुन्छ। उहाँले हामीलाई अहिले निवेदन दिइराख्नु भएको छ। ती सिद्धुले 6 नम्बर वडाकै व्यक्तिले चाहिँ उहाँलाई ठग्नु भएको रहेछ। 1,65,000 रुपियाँ चाहिँ ठगीमा परेको छ। प्रमुख जिल्ला अधिकारी समक्ष हामीले चाहिँ त्यो निवेदन पेश गरेका छौँ। उहाँको प्रक्रिया अगाडि बढिराखेको अवस्था छ र त्यो जुन व्यक्तिले अहिले ठग्नु भएको छ त्यो व्यक्तिले थुप्रै मान्छेलाई ठग्नु भएको छ। त्योभन्दा अगाडि 1-2 जनालाई ठगेको चाहिँ रकम हामीले असुल त्यो व्यक्तिबाट गराइसकेका छौँ। त्यो व्यक्तिलाई प्रहरीले पक्राउ गरी थुनी हामीले विभागमा समेत लगेर चाहिँ गरेका छौँ। ठग्ने मान्छेको नाममा उहाँकै नाम आउँछ, लेडिज हुनुहुन्छ। अहिले नाम भन्यो भने हजुरहरू सबैजना चिन्नु पनि हुन्छ त्यो मान्छे। हजुर हो। र अब यो सन्दर्भमा चाहिँ हामीले गत आर्थिक वर्षको एउटा इक्जाम्पल भनेको चाहिँ 34 लाख रुपियाँ चाहिँ हामी थ्रुबाट चाहिँ ठगीको रकम असुल गराउन लागेका छौँ। र अहिलेसम्मको अवस्था हेर्ने हो भने ठगीमा परेको लगभग 1 करोड भन्दा बढी रकम असुल गर्न चाहिँ हाम्रो सामी कार्यक्रम अन्तर्गतबाट चाहिँ सहयोग पुगिसकेको अवस्था छ। तर यसमा प्रमाण नभएको चाहिँ अब त्यो छलफलमा बोलाउनलाई पनि गाह्रो हुन्छ। प्रमाण नभएको व्यक्तिलाई जस्तो मानिदिउँ, अहिले मैले कसैलाई चाहिँ 1 लाख रुपियाँ मैले त यो एकदम दुःखद कथा छ। वैदेशिक रोजगारमा ऋण लिएर गएको छोरा बाकसमा फर्कियो। उहाँको परिवारमा चाहिँ 20 लाख भन्दा बढीको चाहिँ ऋण छ। कसरी चाहिँ अब उहाँले चाहिँ आफूलाई कसरी सम्हाल्ने र त्यो ऋण कसरी भुक्तान गर्ने भन्ने चाहिँ यो एउटा दर्दनाक कथा चाहिँ छ। यो भनेको वैदेशिक रोजगार भनेको चाहिँ 1 वर्षमा 14.5 खर्ब रेमिट्यान्सको यो कुरा अघि नै आइसक्यो। अर्को चाहिँ बिरामी कामदारलाई उपचार खर्च भनेको छ। यो चाहिँ नेपाल फर्केको 1 वर्षभित्रमा अधिकतम आर्थिक सहायता तथा क्षतिपूर्ति रकम रु 7 लाखसम्म कामदार बिरामी भयो भने, उही बिरामी भयो भने यहाँ आएर फर्केर 1 वर्षसम्म बिरामी भयो भने पनि यो रकम प्राप्त गर्ने हो। र कामदारका परिवारलाई उपचार गराएको 1 वर्षभित्रमा अधिकतम 50,000 खर्च हुन्छ। यसको चाहिँ यो कामदारको परिवारलाई उपचार खर्च चाहिँ अस्ति हामीलाई वैदेशिक रोजगार बोर्डले दिएको परिवारमा प्राणघात 5 प्रकारको निवेदनको ढाँचा छ। त्यो ढाँचामा चाहिँ त्यो व्यक्तिले चाहिँ भरेर यहीँबाट यहाँ पालिकाबाट चाहिँ इमेल गरेर पठाइदिँदा पनि हुन्छ। तर त्यसमा के चाहिँ हुनुपर्छ भने पाउँछ। तर त्यसमा मुटु रोग लागेको हो भने हस्पिटलले प्रमाणित गर्ने कागजातहरू चाहिँ सङ्कलन गर्छ। र त्यो सँगसँगै त्यो निवेदनको फर्मेटमा केही कागजातहरू यो निवेदन साथ चाहिने कागजात अनि त्यो रोग लागेको भन्ने कागजात त्यो देश एका घरको परिवारको सदस्यले पाउँछ। एका घरमा को परिवारसँग परेपछि पाउँछ। त्यसको लागि बाहिर जानु चाहिँ पालिकाबाट पठाउँदा पनि यो निःशुल्क सब ल्याउने। अर्को कुरा चाहिँ कस्तो भने यो वैदेशिक रोजगारको क्रममा मृत्यु भएका परिवारका त्यो बच्चा केटाकेटीहरू हुन्छ जो स्कुल पढिरहेको छ।